हेलो साथीहरु, हाई एभ्रिवान, नमस्कार सबैजनालाई है। कस्तो लागेको छु म। आज हामीहरु समूहलाई रगत दिन्छौं, झ्याप्पै पारेर ट्याक्कै पारेर। आहा, टफी ल्याएर घरमा आउनु छ। यसपछि त युए सँग पनि एउटा सिरिज छ है, युए को घरमै छ, मजा आइजान्छ हामीहरु सबैलाई। र आज कस्तो लाग्छ तपाईहरुलाई, को होला नि टिममा, अनि कस्तो पिच कस्तो होला। यदि अस्ति जस्तो युए र समूहको जस्तो पिच थियो नि, आज त्यस्तै पिच भयो भने त बल्ले बल्ले, चाँद तेरा चाँद मेरा मेरा त बल्ले बल्ले। त जे होस् साथीहरु, आज हाम्रो म्याच छ 4 PM मा। यो इन्डियन टाइम हो, नेपाली टाइम अनुसार 4:15 मा छ है। र हामीको टिममा छन् आरिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल कप्तान, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, कुशल मल्ल, आदिल अंसारी, आसिफ शेख, लोकेश बम, ललित राजवंशी, नन्दन यादव, सन्दीप लामिछाने र साहब आलम र सोमपाल कामी। अब यसको ठाउँमा केही खेलाडीहरूलाई हामीले रेस्ट दिनै पर्ने हुन्छ आजको खेलमा है, जसरी भए पनि। जस्तो कुशल मल्ल त त्यसै पनि कामको छैनन्, अब कुशल मल्लबाट केही उखाडी त रहेको छैनन्। त्यो कुशल मल्लको ठाउँमा साहब आलम र सन्दीप लामिछानेको ठाउँमा ललित राजवंशी है। र आसिफ शेखलाई पनि आज रेस्ट दिनै पर्ने हुन्छ, त्यसको ठाउँमा लोकेश बम, किनकि हामीले युएसँग अर्को सिरिज पनि खेल्नु छ, केही युए को घरमै गयो, त्यसैले खेलाडीहरूलाई हामीले रेस्ट दिनै पर्ने हुन्छ। र दीपेन्द्र सिंह ऐरी र गुलशन झा मध्ये कुनै एउटालाई बसालेर आदिल अन्सारीलाई टिममा जग्गा दिए पनि हुन्छ। र उतातिर सन्दीप जोरालाई बसालेर आरिफ शेखलाई पनि जग्गा दिनै पर्ने हुन्छ आजको टिममा है। तपाईहरुको जिज्ञासा के छ भनिदिनु होला। र सोमपाल कामीलाई पनि, आदिल अन्सारी सोमपाल कामीको पनि ठाउँमा आएर खेल्न सक्छन् र सोमपाल कामीलाई रेस्ट दिन सकिन्छ आजको खेलमा। तपाईहरुको भनाइ के छ यो विषयमा आफ्नो जिज्ञासा राखिदिनु होला। चाहन्छु साथीहरु, अब यसै गरी करण केसी पनि छ हामीसँग है। अनि करण केसी सोमपाल कामीको ठाउँमा बस्न सक्छ। तपाईहरुलाई के लाग्छ कमेन्टमा भनिदिनु होला। र मेरो नयाँ च्यानल हो यो, नयाँ च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरेर साथ दिनु होला भन्न चाहन्छु। ओके, अहिलेको लागि जान चाहन्छु। हस्त नमस्ते।